लेकर ट्राई गरौँ न त एकपल्ट ल हामी ओ माय गॉड खाना खान्छौँ रे हेलो साथीहरु आज हामीले फेरि एउटा नयाँ भिडियो लिएर आइसकेका छौं नयाँ मुकबाङ भिडियो आज चाहिँ बिदाको दिन बसेर एउटा दामी भिडियो बनाऊ भनेर तपाईहरुलाई कस्तो लाग्छ तपाईलाई एकदम धेरै मजा आउँछ यो भिडियोमा चाहिँ अनि हामीले चाहिँ यहाँ ल्याएका छौं यो मासु अनि यो चाहिँ दाल अनि यो चाहिँ तीनटा लेग पिस हामीसँग यो चाहिँ ग्रेभी सँगै अनि यहाँ चाहिँ हामीसँग पानी छ यो राख्न नमिले चाहिँ यहाँ राखेका छौं ल साथीहरु अब चाहिँ हामी धेरै नबोली एकदम मजाले खान्छौं एकदम स्टार्ट गर्छौं साथीहरु ढिला पनि भइसकेको छ अनि तपाईलाई मेरो च्यानलमा केही भन्नु छ तपाईहरुले चाहिँ हाम्रो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने अनि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला एकदम माया देखाइदिनु होला अब चाहिँ हामी 12-1 बजिसकेको साथी लास्ट भोक लागिरहेको छ ल हामी चाहिँ सुरु गर्छौं है हामी अब सुरु गर्छौं ल दाल हालौँ है म हाल्दिम तपाईलाई ल साथीहरु खानु पर्यो नि मिठो मानो माय गॉड के छ न भोक लागिसक्यो कि हैरान भएको छ भोक लागेर एकदम मजा आउने छ आज हामी के भन्छौं तपाईहरुलाई पहिला खाइहालौँ यता राखे है मैले चाहिँ दाल यो कस्तो गाह्रो भयो यहाँ ल साथीहरु फर्स्ट वाइट चाहिँ मैले ल चेस गरौँ न त आज दुवै जना मिलेर लास्टको चेस हुँदैन कि हुन्छ नि त हुन्छ ल ल फर्स्ट बिहानभरि लगाएर बनाएको हैन ओ माय गॉड दाल राख्दिम भन्नु है चाहियो भने गाह्रो भयो म त जुठै हाले सुरु गरे साथीहरु पानी चाहियो पानी यता राखेको भए हुन्थ्यो है ल साथीहरु कस्तो बत्ती गएको के है आज त बत्ती गएर पनि गर्मी त्यस्तै भइरहेको छ लेग पिस ट्राई गरौँ न त एक घण्टा ल हामी ओ माय गॉड खान्न खाम सँगै खाम न ल म चाहिँ खाए टेबल सानो भएर बस्न पनि गाह्रो छ साथीहरु कस्तो मिठो भएको है भित्र भित्रसम्म मसला गएको बस्न माय गॉड हामी भाग्यमान छौं क्या नि बत्ती पनि आइदिएको क्या मजा आयो दाल हाल्नु छ मलाई फेरि दाल धेरै चाहिन्छ खानाखेरि राम्रो भात धेरै हुन्छ क्या जस्तो मान्छे कि मैले मजा कुट्टा पनि उठाए साथीहरु भुइँमा बसेर गरायो नि हामीले खासै सेटअप मिला छैन कि हामीले त्यही भएर चाहिँ अलि भर्खर स्टार्टिङ छ अब स्टार्टिङ नै छ भर्खर तपाईहरुले माया गर्दिनु भयो मन पराइदिनु भयो भने धेरै धेरै सपोर्ट गर्दिनु पर्यो साथीहरु
म चाहिँ खासै मकबाङ गर्ने मैले एकचोटि एउटा दिदी कमेन्ट गर्नुभएको थियो कि तपाईँले खाना खाऊ भिडियो कस्तो मनपर्छ भनेर मलाई चाहिँ त्यहीदेखि आइडिया आयो किन मकबाङ भिडियो गरेर हालौँ होइन जति सकिन्छ कस्तो छ खानेकुरा धेरै मिठो भयो होइन सकिनको होइन पानी दाल ल्याउँदा दाल के त बोल्नु न गाह्रो छ भात खाइसक्न उहाँले चाहिँ हामी दुईजनाको त्यो सिजर पेपर भिडियो छ अनि त्यो वाला पनि एकदम मन परेको थियो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच अनि तपाईँहरूले चाहिँ सधैँ यस्तै नै माया देखाइदिनु होला र यो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला म चाहिँ गाह्रो भइसक्यो मेरो खुट्टाबाट अनि यहाँ बस्ने सिस्टम नै मिलेको छैन हो त्यही भएर चाहिँ तपाईँले डायमन्ड खाने भन्नुहुन्छ ल्याउनु मलाई चाहिँ खासै डायमन्ड मन पर्दैन गाईजहरू खाना धुउनु लागिसक्यो अझै पनि एक खान सक्छ होला मलाई लास्टै भोक लाग्दैछ म त्यही खान्छु आफूले मात्रै
गाह्रो भयो चल खानु गरेको यो त गाह्रो बसेको साथीहरू खाना हामी चाहिँ मेरो बानी मासु भन्दा पनि मासु झोलसँग भात धेरै खाने कि त्यो भात खाइयो मासु खानु सक्दैन म त सक्दिनँ ग्यास पुरा खाइदिनु